वेलकम टु माई युट्युब च्यानल। आज हामी डल्ली लिन जान्छौँ। डल्लीको दिदीहरू चाहिँ यहाँ छ। ओ यता हेर दाउरी ल। यसको एक्जाम अन्तरातमा होइन एउटै आन्द्राको बहिनी आउँदैछ। आज उड्छ कि उड्दैन तनाव भएको थियो हामीलाई। यहाँ यता तनाव लिएर झन् छोटे त के गरेर गरेर लुगा लाम कि नलाम भएर उड्छ कि उड्दैन। सबभन्दा तनाव फेरि मलाई दिएको थिएँ हाम्रो, तर उड्यो होइन केटी। अब आइपुगेको छ। अब 11:50 ल्यान्डिङ छ। हामी चाहिँ 5 बजी आउँछौँ। त्यसलाई रिसिभ गर्न जान्छौँ। पुरा फुलचुल हाममा यसलाई आगमनमा फुलचुल लिएर है त कडक फुलचुल सहित हामी जान्छौँ। अनि कस्तो लागिरहेछ तेरो आज? कति वर्ष पछाडि भेट्दैछु बहिनीलाई? 5 इयर्स। खुसीको आँसु झार्ने होला त्यहाँ होइन? के एक्साइटेड थियो? एकछिन एक्साइटेड भएर त्यहाँदेखि बाज्नु थाल्छ। छोडेर म चाहिँ एम्पायर है। म त फेरि डरलाई सिधै सपोर्ट गर्ने। ह्यान्ड ठोक मागेलाई ठोक भन्यो। आइसक्यो अरे तेरो बहिनी त यार। ल्यान्डिङ भइसक्यो अरे। कति मिनट छ? 2 मिनट 30 सेकेन्ड छ। हामी चाहिँ ठ्याक्क ओरेन्ट स्टेसनमा छ। सो मेट्रो आइपुगेको छ हाम्रो होइन। अब 2टा स्टप। उडा केटाकेटी हो। अगाडि हेर नि। हामी चाहिँ अब भित्र मेट्रो त चढ्छौँ होइन। म सोच्दै थिएँ नि छोटे बहिनी आइपुग्छ अनि बहिनीले यसको आँखा मालिस गरिदिन्छ। प्लिज आँखा कसरी मालिस गर्ने थियो भन्। कसरी अरे? त्यसरी हो। छिन्द्रमा के भन्छ थाहा छ? हजुरले पुरा जम्बीहरूको मुभी जस्तो देखेको है। कोरियन जम्बीहरूमा सुनसान हुन्छ नि, उताबाट हल्लिँदै आउने जस्तो क्या। हामी चाहिँ अहिले ठ्याक्कै एयरपोर्ट आइपुगेको छौँ होइन। हामी सबैजना ड्युटीबाट आएको डाइरेक्ट ड्युटीबाट आएको। छोटे पनि दाउरी त झन् ड्युटीबाट उठेर निक्लिगयो। म पनि ड्युटीबाट डाइरेक्ट आएको। अनि हाम्रो डली पनि ड्युटीबाट डाइरेक्ट आएको। सो हामी चाहिँ अब एयरपोर्ट आइपुग्यौँ होइन। चलिरहेछ? हो चलिरहेछ। सो गाइस एयरपोर्ट आइपुग्यो। रातिको 12:30 बज्न आँट्यो। 11:40 भइसक्यो। ओए उता पल्लोपट्टि छ। चलो छोटे मान्छे चिन्दो रहेछ नि। अटोमेटिक रहेछ यो चाहिँ। मान्छे नजिक आइसक्यो भने चल्ने। चल्छ हामी ट्याक्क एयरपोर्ट आइपुगेछौँ। माथि चढ। यहाँ ए मन्दो रहेछ त के झुकाएको यार। हाम्रो टोलीहरू यहाँ बाजेर हाँसेर नभएको रहेछ यहाँ होइन। ठिकै एयरपोर्ट आइपुग्यो। हामी अब चाहिँ हामी चाहिँ एयरपोर्ट आइपुग्छौँ। यहाँ चाहिँ बाहिर एक्जिट हुँदैछौँ। टोलीहरू पनि त निक्लिन्छ।
गौरी कुमारी तेरो जिग्रा छ रिस त नि अनि तिमीलाई आज बहिनी भेट्नु जाँदा कस्तो लागिरहेछ ल अब झिमझिम 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 सानो झुम्काउँदै पऱ्यो हाँस्दै हामी चाहिँ डल्लीलाई भेट्न आइपुग्यौँ होइन सो हामी चाहिँ एयरपोर्ट ठ्याक्कै आइपुग्यौँ अब टर्मिनल 1 मा जानुपर्छ हामी हो सो टर्मिनल 1 को लागि यहाँबाट एन्ट्रान्स गर्ने हामी यसको उतापट्टि बस्नुपर्छ क्या तेरेन 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 सो प्लेन चाहिँ ल्यान्ड भइसकेछ प्लेन चाहिँ ल्यान्ड भइसकेछ है प्लेन ल्यान्ड भइसकेछ अब हामी चाहिँ पुरा एक्साइटेड छौँ कहाँ छ हाम्रो डल्ली सो यो चाहिँ एयरपोर्ट हो यसको फ्लाइट बजेलबाट आएको फ्लाइट थियो सो गाइज अहिले चाहिँ हामी लिस्बनको एयरपोर्टमा छौँ होइन कहाँ निस्किँदैछ फ्र्याङ्कफर्ट इस्तानबुल ब्राजिल म्याड्रिड 11:20 बाजेल उयो फ्लाइट हो यो 11:50 को इजेट आइसक्यो ल्यान्ड भइसक्यो यसको ल्यान्डेड 23:27 मा भएको रहेछ 11:27 मा ल्यान्ड भएको रहेछ भनेपछि त्यो आउँदैछ उताबाट हेर्नु यहाँबाट ठिक्क त्यो निक्लिन्छ क्या यहाँबाट निक्लिन्छ त्यो एक्साइटेड यता एक्साइटेड यता आमा पहिलेलाई मजाले देख्नै पाइनँ नि मैले आम्मा पक्का टुरिस्ट भएर आएछ सो गाइज आइपुग्यो डल्ली आइपुग्यो होइन यहाँनिर डल्लीको दिदी यहाँ पुरा एक्साइट भएर जाँदैछ हो त्यो खुसी भएको उफ्रिँदैछ त्यहाँ अब भाग्यमानी भएस् ल आइपुग्यो बल्ल बल्ल झन्डै फ्लाइटमा हराएको यो साल कस्तो कुदिस् कति कुदिस् भन् त ए यत्रो छोडेको यिनीहरूलाई आमा म यत्रो यत्रो भइसकेको छ यार यिनीहरू हेटेको ल उयो तँभन्दा अग्लो रहेछ झन्डै यत्तिका ल आइपुग्यो हाम्रो चिन्ताङ्गेको छोरी आइपुग्यो गान्धी छोरी आयो थाक्छौँ पाक्काले के भन्छ दा दे दम दा अब यसको कुरै छोड्दैन यो पुरा घटेछ बरु तर केले घटेछ के चिन्ताले घटेको त पैसा कमाउनु पर्छ जमाउनु पर्छ गाइज अब तँलाई कस्तो लाग्यो अरे पोर्चुगल आएर भन् त भर्खर पहिलेदेखि भन्थ्यो नि हेर पोर्चुगलको हावा यही हो बुझिस् आमा त तेरो आमा त दाँत देखाइदिए सर यहाँ दुईवटा छोरी भेट्छ आज गरेर छोरी भेट्छ आज आउँदै झन्डै बिजोक बनायो यहाँनिर बजारको एयरपोर्ट वरिपरि कुन चाहिँ होटल छ भनेर खोज्नु थाल्छ थिएँ रातभरिको त कुरै होइन तँलाई भोलिको फ्लाइट आज यहाँदेखि एउटा फ्लाइट चाहिँ छँदै थिएन अनि भोलिको फ्लाइट पनि आमा म 350 400 थियो क्या अन्त तेरो दिदी त्यसै पनि टाउको दुखिरहेको थियो बाटो छोड्दै त्यहाँ गएर घर गएर आमाको दिदीको यो आँखा मालिस गर्दै तेरो दिदीको आजकल त आँखा मालिस गर्नुपर्छ नि त सो गाइस अब चाहिँ हाम्रो
जल्दी आइपुग्यो है यसैलाई लिनको लागि आएको थियौँ हामी अब मिसन सक्सेस यो आइपुग्यो धन्यवाद अब पोर्चुगलको म्याच हेर्नुपर्छ गएर बुझिस् यो लजाक हेर बल्ल बल्ल याद आएछ यसले लजाउनु छ अनि यसको पछाडि चाहिँ गीत हाल्ने लजावती फुल जस्तै लजाउँछ भने दाउरी ल भन् तेरो आज बहिनीलाई देखेर कस्तो लागेको छ अरू बेला मुगाएर देखेको आज मान्छे सर्लङ तँभन्दा त त्यो अग्ली भएछ त्यो त तँभन्दा अग्ली भएछ मोटाको अरू अर्काको सिक्स प्याक हुन्छ बुझिस् त्यो दिदीको हेर यहाँनिर चिन हेर्न डबल प्याक छ अनि मैले भनेको होइन अब चाहिँ सिक्स प्याक बनाउने रहेछ चिन पनि त्यो त छोड्दै पछाडि गर्दैन मात्रै दुइटा हुन्छ त्यो कपाल छोड्दै हिँड्छ यो चाहिँ बिहान त सिक्नु छ फोटो सुटको यहाँ